हेलो गाइज दर्शन नमस्कार हजुरहरूलाई स्वागत छ मेरो सानो ब्लगमा। अनि आज चाहिँ म बाहिर जानु लागेको। मलाई चाहिँ डगले बाइट गरेको थियो अनि मेरो रेबिजको भ्याक्सिन हाल्नुपर्ने थियो, त्यही भएर म गएको। अनि यो चाहिँ मेरो मार्बल हो, से हाई मार्बल। अनि पछाडि चाहिँ मेरो हस्बेन्ड हुनुहुन्छ। अब चाहिँ हामी जानु लागेको है। अब चाहिँ म चाहिँ जाँदैछु बाटोमा, मेडिकल जाँदै हो हामी चाहिँ। यो चाहिँ हाम्रो गाउँ, यस्तै छ, सानो गाउँ, राम्रो गाउँ। हेर्न सक्नुहुनेछ सबैतिर हरियाली छ। अहिले चाहिँ यसो अब म चाहिँ मेडिकल आइपुगेँ। यो चाहिँ हाम्रो मेडिकल हो। अनि यहाँ भित्र मेडिकलहरूमा चाहिँ यस्तै छ। अनि यो चाहिँ बाहिरको गाउँ, स्विट गाउँ। अनि फेरि यो भित्र। अनि अब चाहिँ मेरो चाहिँ यसो प्रेसर जाँचौँ न भनेर, अनि डाक्टर साहबले चाहिँ भन्नुभयो मेरो प्रेसर चाहिँ अलिक लो छ अरे। लो छ अरे भन्दा पनि धेरै नै लो छ अरे। अनि यहाँ चाहिँ मैले रेबिजको भ्याक्सिन लगाइसकेको थिएँ। अनि मेरो रेबिजको भ्याक्सिन चाहिँ लगाउनु पर्ने थियो, 3 डोज थियो। अनि यो चाहिँ मेरो अन्तिम डोज हो। अनि आजदेखि चाहिँ म रेबिज फ्री भएँ। तर लास्ट टाइम चाहिँ मलाई एकदम धेरै दुखिरहेको थियो कि गाइजहरू, तर यो टाइम चाहिँ त्यस्तो धेरै दुखेन। अनि हामी गयौँ पसल, साबुन सकिरहेको थियो, साबुन भाडाबन्दी साबुन किने हो यहाँ चाहिँ। अनि मसँग चाहिँ 50 को नोट थियो। अनि मेरो हस्बेन्डले चाहिँ लु यो 20 रुपियाँ ल्याउ न त भन्दै हुनुहुन्थ्यो यहाँनिर। साबुन पनि लियो गाइज। अब चाहिँ हामी मिठाई पसल जाने हो। मलाई चाहिँ कस्तो मिठाई क्रेभिङ भइरहेको छ, यसो समोसाहरू खाऊँ भनेर होइन, जेरीहरू खाऊँ न त भनेर। अनि समोसा जेरी लिम, त्यसपछि म चाहिँ खाँदैछु है गाइज। म र मेरो हस्बेन्ड चाहिँ बसेर खाँदैछौँ। अनि एकदम मिठो थियो यो चाहिँ, मैले चाहिँ एकदम धेरै यहाँ इन्जोय गरिरहेको थिएँ। हजुरहरूलाई चाहिँ कतिको मिठो लाग्छ समोसा, हजुरहरूले पनि भन्नुहोला, कमेन्ट गर्नुहोला है गाइजहरू। हेर्नुहोस् न यहाँ म कसरी खाइरहेको छु, गम कि गम, आँखा चिम्लेर। अनि खोइ के भनिरहेको थिएँ यहाँनिर मैले। ल गाइज थ्याङ्क यू सो मच हजुरहरूको थोरै समय पनि मेरो भिडियोमा हजुरहरूले हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। टेक केयर, आफ्नो ख्याल राख्नु होला। हेभ अ गुड वान। बाई बाई गाइज।